साथीहरू ट्याक्क लाएर सबैजनालाई वेलकम छ आजको नयाँ भ्लगमा। अनि अहिले चाहिँ हामी बाटो कहाँ जाँदैछौँ भने हाम्रो गाउँमा सुराई प्रोग्राम लागिरहेछ नि त। अनि सो त्यही भएर हामी सुराई डान्स हेर्न गइरहेछौँ। अरू मान्छेहरू चाहिँ नाच्दै नाच्दै गइसक्यो। अनि लास्टमा हामी छुटेको भनेको यहाँ दुईजना छौँ। अनि अगाडि पनि जाँदैछन्। अनि ट्याक्क लाएर हामी पनि जाँदैछौँ बिस्तारै। अहिले के कस्तो डान्स गर्दैछन् तपाईँहरूलाई देखाउँछु म। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला है त। सो साथीहरू हामी चाहिँ फाइनल्ली पुग्न आँटेको छौँ यहाँ नाच्दै गरेको ठाउँमा। यहाँदेखि तपाईँहरू देख्न सक्नुहुन्छ उहाँ नाचिरहेछन्। यहाँनिर यो चाहिँ कालीमुडाको सुराई नाच हो। अनि हामी पनि हेर्न गइरहेछौँ। अहिले ट्याक्क लाएर अब हामी जाँदैछौँ बिस्तारै। म अगाडि गएपछि तपाईँहरू देखाउँछु मान्छे कति छ, को नाचिरहेको छ भनेर हेरिदिनु होला है त। सो हामी चाहिँ यहाँ डान्स एकतिर बसेर हेरिरहेको छौँ। अनि यहाँ भर्खर नाच्ने मान्छेहरू आउँदैछन्। यिनीहरू चाहिँ किन ढिलो भइरहेछ यिनीहरूको यिनीहरूले ड्रेस लाउनै ढिलो गऱ्यो होला। सो त्यही भएर यिनीहरू ढिलो आइरहेछन्। अनि अरू चाहिँ उता नाचिरहेछन्। यिनीहरू चाहिँ किन ढिलो तिमीहरू ए हिरोनीको लास्टमा हुन्छ ल। सो गाइस हामी पनि अब जान्छौँ। हिरोनीको इन्ट्री भइसक्यो ट्याक्क लाएर। अनि हामी पनि जान्छौँ। हामी पनि हिरो पऱ्यौँ नि त। सो त्यही भएर अब हामी जान्छौँ। अनि तपाईँहरू देखाउँछौँ भित्र कस्तो नाच्दैछन् भनेर। यहीँदेखि देख्न सक्नुहुन्छ एकदम रमाइलो गरिरहेछ नि। यो चाहिँ कालीमुडाको सुराई है। यता चाहिँ हाम्रो हिरोहरू छन् ट्याक्क लाएर। अब यता चाहिँ एउटा घरमा छिर्न आँटेको छ किनभने त्यो अलिक मूल घर पऱ्यो नि त। त्यो भएर त्यता छिर्दैछन्। फेरि अहिले यही बाटोतिर निस्किन्छन् ट्याक्क लाएर देख्न सक्नुहुन्छ। अहिले म क्लिप हालिदिन्छु हेरिराख्नु है त। साथीहरू अहिले चाहिँ हामी टट्ट लाएर घर जान आँटेको। अनि घर जाँदा मलाई के भन्नु मन लाग्यो भने आज चाहिँ मैले ढिलो भ्लग स्टार्ट गरेँ। किन भन्दाखेरि आज म माथि जोस जाँगेर थिएन क्या भ्लग स्टार्ट गर्न। त्यही भएर मैले बिहानबाट स्टार्ट गर्न पाइनँ। अनि अघि 2 दिन भएबाट स्टार्ट गरेको। अनि अहिले देख्न सक्नुहुन्छ एकदम सुराईको माहौल छ हाम्रो गाउँमा। एकदम रमाइलो भइरहेछ। अनि हामीले पनि आधी रमाइलो गऱ्यौँ। अनि भिडियोमा देख्न सक्नुहुन्छ के कस्तो रमाइलो भयो, अरूले कतिको रमाइलो गर्यो। अनि हेर्दै गर्नु होला भिडियो ट्याक्क लाएर। अनि अहिले हामी घर जाँदै यस्तो ठाउँमा यस्तो राम्रो घरमा पुग्यौँ भने नि। अनि ट्याक्क त्यहाँनिर चाहिँ मान्छेहरू फोटो खिच्नको लागि पनि जाँदैछन् कि। यहाँहरू यस्तो दामी सजाइरहेछ यहाँ फुल। अनि यहाँ चाहिँ हाम्रो फोटो खिच्न गइराख्नु भएको छ ट्याक्क लाएर। यहाँ देख्न सक्नुहुन्छ सानो घरमा दामी फुलबारीले सजिएको छ। कस्तो दामी देखिरहेछ। अनि यहाँ फोटो खिच्नको लागि मान्छेहरू गइरहेछन्। अनि पछाडि फर्किँदैछन् ट्याक्क नाचिसकेर पछाडि फर्किँदैछन्। अनि हामी चाहिँ छिटो गइरहेछौँ अगाडि। किन भन्दाखेरि हाम्रो चाहिँ घरमा धेरै काम छ नि त। सो त्यही भएर हामी गइरहेछौँ। सो गाइस अहिले चाहिँ अरू बेला जस्तै बेलुकाको 5 बज्न आँट्यो। अनि गाई दुने बेला भयो नि त। सो त्यही भएर म खेततिर जाँदैछु गाई लिनको लागि ट्याक्क लाएर। यहाँ पछाडि एउटा भाइ छ
अनि म चाहिँ हामी दुईजना भएर गाई लिएर आउँछौँ। अनि भ्लग हेर्दै गर्नु होला। आजको दिन एकदम रमाइलो हुनेछ, तपाईँहरूलाई मनपर्छ होला सायद मेरो भ्लग आजको। अनि कस्तो लाग्छ कमेन्ट गरिदिनु है। अनि सेयर सब्सक्राइब नयाँ हुनुहुन्छ भने सेयर सब्सक्राइब पनि हानिदिनु। अनि यसो मायासँग देखाउनु पऱ्यो भ्लगमा, नयाँ भ्लगमा है, ट्याक्क लाएर। अनि यहाँ चाहिँ हाम्रो गाई छ। अनि हामी अब यो गाई लिएर जान्छौँ, देख्न सक्नुहुन्छ ट्याक्क लाएर हामी चाहिँ यो गाई लिएर जाने हो दुइटा। सो गाई चाहिँ घर आइसकेर पनि जस्ट मैले गाई साईहरू पनि ल्याइसकेँ। अनि हल्का फल्का काम सकेँ। अनि साथीले घुम्न जाने भनेर भन्यो, घुम्न जाने कि उता चोकतिर पुगेर आउने भनेर भन्यो। अनि ट्याक्क लाएर हामी जानको लागि रेडी भइसकेको छौँ। टक्क यहाँ बाइक लिएर आइसकेको छ। अब हामी जान्छौँ, ट्याक्क लाएर बाइकमा चढ्नु पर्ने हुन्छ अनि जानुपर्ने हुन्छ। र जो अहिले दिन बेलुकाको 5 बज्न आँट्यो लाएर अनि हामी निस्किसक्यौँ है। अब जाँदैछौँ, हामी कता जान्छौँ तपाईँहरूलाई देखाउँछौँ नि कहाँ पुग्दैन भनेर। सो साथीहरू हामी चाहिँ अब जोत्न हिँडेको नि त, त्यही भएर घुम्दै हामी यहाँ सिमसार आइपुग्न आँट्यौँ। यो जाउन गाडी भनेर चिन्छन्। यो चाहिँ एकदम भाइरल प्लेस है पहिलेको, ट्याक्क लाएर। अनि हामी घुम्दै आइरहेको छौँ, हेर्न सक्नुहुन्छ बाहिरबाट। भित्र चाहिँ अब हामी नछिर्ने, किनभने हामी के लागि आएको दिन त काम भएन, सो त्यही भएर अनि एकछिन यसो हेरिदिउँ न त भनेर आइदिएको। अब बाहिरबाट हेरेर हामी चित्त बुझाउँछौँ। अनि राउन्ड हानेर घरतिर फर्किन्छौँ होला सायद। सो साथीहरू हामी यस्तो दामी ठाउँमा आएको छौँ नि, कस्तो दामी के साइडमा जङ्गल अनि बिचमा बाटो, कस्तो दामी देखिरहेछ। ट्याक्क लाएर हामी राइड हानिरहेको छौँ। अन्त ट्याक्क लाएर जङ्गल फेरि साथीहरू अब अगाडि चाहिँ ठुलो बाटो बनाउँदैछ नि त, सो त्यो भएर बिग्रेको बाटो आइपुगेछ। सो साथीहरू अहिले चाहिँ टक्क लाएर हामीले सुराई पनि इन्जोय गऱ्यौँ, डान्स गऱ्यौँ। अनि दामी रमाइलो भयो। अनि यसो हल्का फ्रेस हावा खाँदै हामी दुम्कातिर पनि गएको थियौँ। अनि फोटोसोटो पनि खिच्यौँ, एक दुईवटा रिल्सहरू सर्ट्सहरू पनि बनायौँ। अनि ट्याक्क लाएर चाहिँ यसरी नै गयो आजको दिन। अनि यहाँ देख्न सक्नुहुन्छ यिनीहरू पनि डान्स गरेर गलिसक्यो, अब आफ्नो घर जान्छन्। अनि ट्याक्क लाएर यति भन्दै म आजको भ्लगलाई यहीँ इन्ड गर्छु। कस्तो लाग्छ अनि मन पऱ्यो भने ट्याक्क कमेन्ट हानिदिनु होला है त। अनि यति भन्दै बाई भन्न चाहन्छु म।